नमस्कार, गुड मर्निङ सबैजनालाई है। मेरो छोटो भ्लगमा स्वागत छ। भ्लग भन्दा नि एउटा सानो भिडियोमा। अनि अब भोलि एक दिन बाँकी छ, पछि चाहिँ तपाईँको चुनाव छ। चुनावको माहौल के कस्तो छ त्योभन्दा अगाडि चाहिँ हिजो पहाडको होली थियो। सबैजनाले राम्ररी मनाउनु भयो होला। सबैजनालाई शुभकामना। र आज चाहिँ तराईको होली छ। एकदम सबैजनाले मजाले मनाइराख्नु भएको छ। बाहिर फेरि हिँडेर घुमेर अलिकति पहिला जस्तो चाहिँ मनाउन अलिकति पाइएको छैन। सबैजनाले घरमा आफ्नो छरछिमेकमा मनाइराख्नु भएको होला। अनि त्यसमा पनि मैले चाहिँ यसपाल होली मनाउन पाइनँ, किनभने यस्तो अवस्था छ। खुट्टाको एक्सिडेन्ट भएर चाहिँ मेरो त्यो स्टिल निकालेर अपरेसन गरेको छ। 10-15 दिन हिँड्न मिल्दैन। अनि त्यही हो, म सन्चै छु अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। अनि सबैजनालाई 2082 सालको ह्याप्पी होली। रमाइलो गर्नु होला, इन्जोय गर्नु होला। अनि त्यो होली भन्दा पनि विशेष चाहिँ अब आउन लागेको निर्वाचन पछि 21 गते हुँदैछ। अनि म चाहिँ के भन्न चाहन्छु भने यसपाल परिवर्तन गर्नै पर्ने हुन्छ हैन, किनभने धेरै वर्ष हामीले हेरियो। अब होली भन्दा चाहिँ निर्वाचन बढी लागिरहेको छ सबैजनालाई। देशभरि एउटा चाहिँ उल्लासमय रूपमा चाहिँ निर्वाचन सक्सेस होस् भन्ने कुरा हो। सबैजनाले भोट हाल्नु होला अनि आफ्नो मत अधिकारको उपयोग पनि गर्नु होला, किनभने देशलाई चाहिएको छ एउटा चाहिँ परिवर्तन हैन। सधैँ हाम्रो देश यस्तै भएर पनि भएन। अनि त्यही हो, राम्रो काम गर्ने, देशको भविष्य, भावी पुस्ता, विकास सबै जसले गर्न सक्छ उसलाई बुझेर भोट हाल्नु होला। अस्ति आन्दोलन पनि भयो जेनजीको, त्यो आन्दोलनको मर्म बुझेर हैन, सबैजनालाई मैले केही भन्नै पर्दैन, सबै युवाहरूले बुझिहाल्नुहुन्छ। अनि त्यही हो, सबैजनाले भोट हाल्नु होला, त्यति नै भन्न चाहन्छु। अनि त्यही हो, ह्याप्पी होली। फेरि पनि मैले चाहिँ अलिकति मनाउन गाह्रो भयो, मेरो हालत त यस्तो छ, देखिहाल्नु भयो हैन। त्यही हो, मेरो सानो भिडियो, छोटो मिठो भिडियो यहीँ थियो। अब युट्युबमा पनि छ भिडियोहरू, यसो सब्सक्राइब गरिदिनु होला, लाइक सेयर गरिदिनु होला। धन्यवाद, थ्याङ्क यू, नमस्ते।